रुममा ती कमान्डोले सुरक्षा गर्दियो कहाँ हुन्छ भ्यू हो नि भ्यू वहाँ छ एउटै रुममा एउटै कमरामा कहाँ हुन्छ त्यो हुन्न सँगै घुम्ने कुरा त छुट्टै हो हैन तर बसाइ एउटै कमरामा हुनु पैसा बचाउनको लागि सेक्युरिटी गार्ड बोला क्याट कमान्डो एउटै त्यो पाइहाल्छ नि त्यस्तो कसैले त्यत्रो करोड लगानी गर्ने रातै 20-25 हजारमा के हो गरे त्यही त नि 50-50 हजार दिए त भयो दुईटा पुलिस राख्दिए एउटा पुलिस राख्दिए पनि भयो कि उनीहरूलाई धेरै चाहिन्न उनीहरूलाई कुनै डेन्जर हुन्न एउटा पुलिस राख्दिए पनि हुन्छ होइन आफू राम्रो छ एक्टिभ छ भने डबल बेड वाला रुम लिने नि दाइ अब यस्तो के मेरो कमान्डर दुईटा हुन्छन् भने उसको कमान्डो एउटा हुन्छ तीनटालाई एउटै कोठा दिने सत्य खर्च कमै त भयो गर उनीहरूलाई एउटै कोठामा हुन्छ उनीहरूले खालि बाहिर निक्लियो बेला रेखदेख गर्ने त हुन्छ र हामीलाई कोठाभित्र बस्न हाम्रो साथमा सुत्न थोरै आउँछन् र उनी कमान्डोहरू केही परेको हामीले तत्काल फोन गर्दाखेरि उनीहरू उपस्थित हुन पर्यो त्यहाँ त्यही हो कमान्डोले दायाँ बायाँ गरिदियो भने चेलीबेटीहरूसँग अब त्यो सबै शङ्का गरेर कहाँ हुन्छ त यार शङ्का गरेपछि लङ्का डुब्छ र भन्छु यार विश्वास गर्न सुरु गरौँ उत्सव दाइलाई बाहिर जोड्न भन्दैछ ल यो गेम सकौँ त्यही हो दुईटा बेला कमान्डो मलाई मिल्ने भए अब एउटा पुलिस राख्दिने को राख्ने केटीहरूलाई केटीलाई चाहिँ पुलिस राख पुलिस राख्दिने एउटा भए हुन्छ एउटा भयो एउटाले पुग्दैन दुईटा चाहिन्छ केटी पुलिस राख महिला पुलिस राखिदिए पनि जेन्ट्स पुलिस फेरि लभ गर्लान् के गर्लान् मन बिग्रिएला केटा त राख्नै भएन नि केटा राख्नु लेडिज पुलिस राखिदिनु सही भन्नु लेडिज पुलिस राखिदिनु यो सकियो कुरो टेन्सन के गर्नु पर्यो कति बोझियो सोचेको यार रमाइलो जिन्दगी हो नि रमाइलो तरिकाले सोचौँ के बोझ बनाएर नसोचौँ हेर्नुहोस् हेर्नु त दाइ यत्रो कहानी भएको अहिले सोधिरहेको छ हिरो चाहिँ को मुभीको म होइन उता माइलो दाइ हो अब यस्तो हो कि अब पुण्य गौतमले यो रमाइलो लिनुभयो होला तर हेन्सी चाहिँ सिरियस छ हेन्सीले मुभी बनाउने चाहिँ हो हेर्नु पुण्य सर मैले कहाँ रमाइलो गरिरहेको छु के कुरा गर्नुहुन्छ उसले चाहिँ सिरियस छ किनकि उसले यो बेला पनि गरेन भने त उसलाई त टुक्छन् मुखाएछ टु गरेर मैले झन् भिडियो बनाएर पनि पोस्ट गरिदिएको छु आज बिहानै नेपाल माइलो डन त्यो अहिले नगर त्यो चाहिँ जबसम्म हामीले माइलो डनलाई रजिस्ट्री गरिन्न तबसम्म त्यो गर्न मिल्दैन 5 लाख पठाइदेऊ के अनि गर्नु के 5 लाख माइललाई हातमा खनखन गनिदिनु पर्यो नगद नारायण त्यसपछि कुरो सुरु त्यसपछि तपाईँ वाट्सएपमा आफ्नो वाट्सएप मात्रै पठाइदिनु नेपालको खाता होइन मैले के भनेको छु भने पुण्य गौतम पहिला स्टोरी हेरौँ हामीले स्टोरी हेरेपछि कस्तो स्टोरी हुन्छ त्यसमा ओके भएपछि उसले 5 लाख रुपियाँ मेरो एकाउन्टमा हालिदिन्छ त्यसपछि म आउने डेट फिक्स गर्छु म त पैसा दिन पछाडि हटेको छुइनँ अस्तिदेखि नै भन्दैछु पैसा समात्नु म त चाहन्छु कति चाँडै पैसा समात्नुहोस् माइला दाइले 5 लाख पनि 2 लाख पनि समातेपछि त्यो त फसी गरिदिहाल भयो त्यसपछि फेरि मलाई ब्याग हुँदै भएन त्यसपछि कहाँ जान्छ भागेर पैसा पक्रोस् न पहिला फेरि त्यो दाइलाई अपमान गर्ने हिसाबले नगरे है एनसी फेरि त्यो बहुत ल हेर्नु त पुण्य दाइ त्यत्रो रिस्क खेलेर 2 करोड लगानी लगाइरहेको छु म त अपमान गरेको हेर्नु त किनकि यो तिमी हामी सधैँ चल्ने हो एक दिन ड्रामा गरेर हुन्न र जिन्दगीभर हामी चाहिँ समाजमा चल्न पर्छ देखिन पर्छ एउटा मजाकका तपाईँ टेन्सन नलिनु माग्छ दाइ होइन तपाईँ टेन्सन नलिनु यसो गरौँ न यो विषयमा मैले बुझेसम्म के गरे भने माइला दाइलाई खुसी गराउनलाई माइला दाइले के खान्छन् के चाहियो छ त्यतातिर ध्यान दिए पर्यो यो चाहिँ नभर धेरै बेस्ट हुन्छ योसँग बिहे गर्यो भने एकचोटि फिटमेन्टसँग पनि जोडौँ कि भनेको यो विषयमा छलफल गर्न फिटमेन्ट त युएसमा हुनुहुन्छ उहाँ त फिल्ममा पनि आउनुहुन्न लगानी गर्नमा फिटमेन्ट जी आए त उहाँको बडी बिल्डर त खतरा छ फिटमेन्टमा त्यो अर्को ऊ छ नि क्यानाडामै भएको ए माया सब त्यो के नाम त्यसको अर्पण घिसी त्यसको काम छैन माया अब यस्तो हुन्छ कि हामीले उनीहरुलाई उत्सवलाई जोड्नु उत्सव अब त्यस्तो गर्न थालेपछि फेरि अरू राज गुरुङले भन्नुहुन्छ त्यहाँबाट ओली किङले भन्नुहुन्छ त्यहाँबाट अरूले भन्नुहुन्छ त्यो भद्रगोल हुन जान्छ
1400 1900 कति भयो सबै मान्छेले हेरिरहेको छ प्रोड्युसरकोमा भिड लागिहाल्छ नि लगानी त मै लगाइरहेको छु अनि फिल्म लेभल पनि कालो बनाएर चाहिँ एनसीले चाहिनु पर्यो कहाँबाट 2 करोड लगाउँछ हो लेभल पनि कालो भएको जत्रो लेभल रहेछ त्यही पनि कालो भएको छ ब्ल्याक ए दाइ सुन्नु म एउटा लाइभ होस्टर हो बुझ्नु पनि अब कुरो भयो हाम्रो उसबजी सुन्नु भएको छ मेरो कुरा हजुर सुन्दैछु 5 करोड वाला भन्दिन न 5 करोड वाला अब चाहिँ के भयो भन्नुहुन्छ भने अब जस्तो 10 करोड आम्दानी भए पार 1 करोड मलाई दिने भन्ने कुरा भए 20 करोड भए 2 करोड दिने 30 भए 3 करोड दिने 40 भए 4 करोड दिने 50 भए 5 करोड दिने 5 करोड मैले पाएपछि 1 करोड मैले गरिब दुखीलाई बाँडिदिन्छु भनेर आजै भन्छ अनि अर्को कुरा भयो हाम्रो जस्तो मेरो सुरक्षाको लागि 2टा ब्ल्याक कमान्डो चाहिँ खटाउने कुरा भयो किनकि अलिकति हेटर्स पनि पैदा छन् त्यसबाट सुरक्षा चाहियो अनि केटी जो केटी हिरोइन केटी हुन्थ्यो उसको लागि एउटा 2टा महिला पुलिस राख्दिनु यो व्यवस्था गराउने 2टा ब्ल्याक कमान्डो लाइसेन्स भएका व्यक्ति त्यो ब्ल्याक कमान्डोले फेरि सुरक्षा पनि काम गर्छन् अनि तपाईँको मेरो सुरक्षा पनि गर्छन् दुईतिर फाइदा हुन्छ बस त्यो ओ पुण्य दाइ हजुर त्यो एउटा सातु र जोगीको कथा थियो नि सातु खम्बामा अड्काउने सातु कि चापा के भयो एउटा मान्छे सुटु खाल्छ चामल बेचेर सल्लाह के भयो म घरतिर अलि निस्किन्छु नि त कता हो ल बिक्रामी छ डग भाइ आफूलाई पनि एउटा इन्जेक्सन लगाऊ कुकुरको हाका हो नि अलिकति यता आउनु न तपाईँ मान्छे भित्र कोठामा आउनु कुकुर भोकेर केही सुन्दैन क्या खै त बिल्डिङमा खै त त्यो खाली इँटा मात्रै छ खै सुन्दाको खै अब साह्रो अब बाँदर बिरालो त बाँदर यहाँसम्म आइपुगेर पनि अब चाहिँ फिल्म बनेन भने नि ह्यान्सी मैले राम्रो मुखले भन्दैछु भाइ अस्ति धेरैजनाको मानसिक सन्तुलन बिग्रिन्छ भाइ यो सब जिम्मा तिमीले लिनुपर्छ नि तिनटा बोल यो एनसीले होइन 2 पैसा पनि लगाउनु यहाँसम्म आएर धेरैजनाले यत्रो धेरै सपना बनाएर फेरि झुक्केर तिमीले फिल्म बनाएनौ र यहाँ कसैको मानसिक सन्तुलन बिग्रेछ भने तिमीले जिम्मा लिनुपर्छ नि भाइ दुनियाँ हो ह्यान्सी तपाईँ कोठाभित्र जानु है कोठाभित्र मानसिक सन्तुलन हाम्रो भन्दा पनि उसैको बिग्रन्छ पहिले किनभने लगानी उसैले गरेको छ सपना उसैले देखेको छ हामी त यहाँ नभए अन्त बनाउँछौँ जबरदस्ती नै भाइ यसो गर्नु न यार कोठाभित्र एकछिन आमालाई कुकुर सम्हाल्न भित्र जानु फेरि यसको बाहिर अब हाम्रो स्टोरी भयो भन्ने कति हल्ला भयो भने चाहिँ एनसीको यार हाम्रो स्टोरी भएर सबै लेखेपछि म नेपाल आउँछु त्यसपछि पुण्य गौतमले पुरा पत्रकार सो गराउनुहुन्छ उकाललाई बोलाउनु पर्छ युट्युबरहरू ऋषि धमालज्यू सबैलाई बोलाएर पुरै चाहिनु पर्यो इन्टरभ्यू गराउने फिल्मको प्रचार गर्ने उत्सव सर
एउटा सिन चाहिँ यस्तो पनि हुने भयो है, सुन्नु न, माइवा डनको इन्टरभ्यू ऋषि ढकालले लिने पछाडिबाट पर्ने त्यसरी जाम। अब यो टिकटकमा हङ्गामा धेरै भयो, मान्छेले गाली गर्न थालिसक्यो। अब हामी टिकटकमा धेरै कुरा गर्नुहुन्न है यस बारेमा। अब पर्सनली फोन गर्ने, सबैका व्हाट्सएप नम्बर राख्ने अनि चाहिँ कुरा गर्ने। व्हाट्सएपमा जोडिएर टिकटकमा यो पर्सनल फोन गरेर ह्यान्सले धुर बनाउनु सक्छ। टिकटकमै भयो भने त सबैजनाले सुन्नुहुन्छ नि। होइन, हुन्न झुट भन्ने कुरै भएन नि त। उसलाई पहिला चाहिँ उसलाई त्यो पैसा कम्पनी बनाउने, एउटा कम्पनी बनाउनु तपाईँहरूले, त्यो कम्पनीमा पैसा हाल्न लगाउनुहोस् अनि मात्रै चाहिँ नपर तपाईँको फिल्ममा दर्ता गराउने, पैसा हाल्न भन्ने, अनि मात्रै चाहिँ अरू कुराहरू चाहिँ विस्थापित गर्ने। मेरो एउटा सुझाव है, ऊ सब्सिडी पनि भन्नुभएको रहेछ, तपाईँ जिम जोइन गर्नु पर्यो, अलिकति सिक्स प्याक चाहियो क्या, तपाईँले अलिक बडी बनाउनु पर्यो भाइ, अलि चाहियो क्या। डन भनेपछि त पेट त बिल्कुल देखिनु भएन, अलिकति सिक्स प्याक। यस्तो हुन्छ कि म कोही बडी गार्ड होइन नि त जो बडी बिल्डर देखाएर जाने, म त मास्टर माइन्ड। भनेकै नमान्ने तपाईँको तरिकाले हुन्छ क्या माललाई। बडीगार्ड पनि तपाईँलाई, हिरोइन पनि तपाईँलाई, भिलेन पनि तपाईँ हिरो, हामी प्रड्युसर, हामी प्रोडक्सन गरेर जम्मा जुम्मी हल्का बडी बनाउनु भन्दा त्यो पनि होइन भन्नुहुन्छ यार। गर्नु पर्यो नि आफूले पनि केही न केही। बडी छ क्या तपाईँले देख्नु भएको छ, ल हेर्नुहोस् बडी कत्रो बडी चाहियो। यस्तो भयो कि सिक्स प्याक हुन्छ कि अरू के चाहियो मसलो चाहियो के त्यत्रो हुन्छ। भुँडी हल्का घटाउनु त भुँडी घटाउनु। अब अलिअलि उसिनेको खानु थाल्नु, काँचो केरा नुनमा चोबेर खानु थाल्नु, अलिक घटाउनु भएन प्रोड्युसर। नेपाल आएपछि त मलाई त पुरै चाहिन पर्यो, सादा खाना खुवाउने भयो। त्यसमा कुरो त त्यही भयो, खानै दिने भएन। अनि त्यत्रो भुँडी भएको हिरो अहिलेसम्म कहाँ छ नेपालको, इन्डियाको? जिम गरिहाल्छ नि त। राम्रो कुरा के राम्रो कुरा भन्दाखेरि हिरो अलिक हिरो खालको देखिनु परेन। ठिकै छ, सुन। म अब दुबारा जोडिन्न है उस सब। आज उपरान्त मलाई यहाँ फिल्मका कुरा नगर्नु, मेरो पारा थाती छ। अनि तपाईँलाई के तपाईँसँग डराउनु पर्ने? हिरो भुँडी घटाउनु पर्छ पर्दैन? हिरो पनि बनाउने भन्ने अनि अपमान पनि गर्नु। अपमान कसरी गराएको छ? अपमान गराएको नभने यहाँ फिल्मको बारेमा आज उपरान्त मैले सोच्दिनँ फिल्मलाई। दुब्लाउनु भन्नु नहुने। म तपाईँको सपोर्टमा बोलिरहेको छु, तपाईँ मलाई भन्नु छ जोड दिनु। मलाई परेन, म यहाँबाट आइन्दा कुरा नगर्नु। म दिमाग खराब यार, खाली चाहिँ नपुरा अपमान गर्छन् यार पुरा। भुँडी अरे यो अरे, अनि भुँडी भएका मान्छेलाई किन भन्ने? फेरि दिमाग खराब गर्छन् यार। छोड, अब म जोड्दिनँ यिनीहरूलाई। नाटक गर्छन् यार, खाली नाटक गर्छन्। त्यही त नि कि भुँडीसित के सम्बन्ध भयो यिनीहरूलाई? मान्छेको थोबडा बिक्ने हो, एक्टिङ बिक्ने हो। भुँडी भएका व्यक्ति पनि त छन् गर, किन छैनन्? गुन्डा भनेपछि, डन भनेपछि त अलिकति हेल्थी चाहिन्छ नि त। नाटक गर्छन् साह्रै, बनाउने होइनन्, खालि भ्युअर्सको लागि चाहिँ कुरा गर्छन् यिनीहरूले यार। म दबाबमा थोडी आउँछु यिनीहरूको यार, थोडी यिनीहरूको दबाबमा आउँछु र म। दबाबमा आएर त माइलदाले कहिले पनि काम गर्दैन क्या, कसैको दबाबमा आएर काम गर्दैन। खै यो सकियो चार्ज। कसको फोन काट्यो हो र?